खोजिरहेका छौँ। प्रस्तुत छ देवीना। प्रणाम प्रणाम देवी प्रकरणा प्यारे आज हजुरले अवश्य पनि पालना गर्ने। जबसम्म द्वारमा कोही पनि आउँछ जो कोहीलाई भित्र खेल्न दिँदैन। हजुर निर्दिक्क रहनुहोस्, आजबाट हजुरको द्वारको संरक्षण गरेर बस्नुहोस्। मलाई आज्ञा दिनुहोस् न। आज देवी माताले दिनुभएको आज्ञा पालन द्वारको रक्षक भएर बस्नेछु। यदि इन्द्रादी देवी देवता जो कोही आए पनि यो द्वारबाट भित्र छिर्न दिनु। आज हामीले माता पार्वतीलाई कैलाशमा एक्लै छोडेर आएका छौँ। धेरै समय भयो। माता पार्वती